अहिलेसम्म सुतेको छैनौ? के गर्नु लाग्यो? अचार प्याक गर्नु लाग्छ त तिमी त सुत्नु पर्छ त। अनि सुत्नु पर्छ त फेरि भोलि गरिनु हुन्थ्यो। भोलि बिहान त म क्लास जानुपर्छ। भोलि गरिनु हुन्छ त एकैछिन भइहाल्छ त नि। यो जाऊ प्याकेट गर्नु। पिरो हो फेरि बाबु चले गर्छ। कत्रो डब्बा प्याकिङ गर्यो र? 24वटा। 24वटा? अस्ति भर्खर पठाएको सकिसकेछ के। तेरिकै के गर्ने साथीहरू है। म चाहिँ भर्खर ड्युटीबाट आएको 11 बजिसक्यो। सुत्यो होला भने सुत्या रहन्छ यो बिचारी मेरो बुढी। यता हेर्दो त बुढी डल्ले अचार प्याकिङ गर्दैछ लियो भने त यो बिचारा कति दुःख गर्छ है। के गर्ने र मेरो जीवन साथी डल्ले खुर्सानी पनि बनाउँछ। यो चाहिँ हाम्रो टिमुरको अचार है। टिमुरको अचार बन्दैछ। पुराउनु नसक्ने क्या। फेरि यो अचार फेरि जेमा खायो नि फेरि तपाईँको जाडोमा चाउचाउको सुपसँग खायो भने दामी। चटपटमा अरू हाल्नै पर्दैन। अनि अब काकोहरू सलादको लागि पनि पर्फेक्ट हुन्छ यो अचार। पर्फेक्ट हुन्छ है। राम्रो छ। अहिलेसम्म कसैले पनि कमेन्ट चाहिँ गरेको छैन है। खोर्सानीको अचार हो पिरो त पिरै हुन्छ होइन। टिमुरको छोप हो। बास्ना पनि यस्तै यहाँसम्म बास्ना आएको छ क्या। बिचरा सुत्न सुति पोलिसक्यो होला। छिटो उ गरेर हात सात धोएर उ गरिहाल। पहिले तेल लगाएर गर्नु पर्ने। डल्ले पनि बनाउने अब। कत्रो डब्बा भरे बुढी? 24वटा छ। यो चाहिँ मेरो लागि राखिदिनु पर्यो नि बुढाको लागि राखिदिनु पर्ने। पालाई यो चाहिँ हामीले बाहिर हाम्रो क्यान्टिनमा लगेर 130 रुपियाँ बेच्ने गरेको क्या डब्बाको है। बाहिर बजारतिर त यसलाई त 200-250 रुपियाँ हुन्छ। तर त हामीले त 130 रुपियाँमा 100 ml को दिइरहेको छ है। अब यहाँ भाडा तिर्नु पर्दैन। त्यही भएर साथीहरू ल छिटो गरेर हात धो है।